हेलो एन्ड वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी कुर्ती दिगोमा अनि त्यसपछि त्यतिखेर घुम्न जान्छौँ। हामी चाहिँ रेडी भइसकेका छौँ। यो चाहिँ मेरो डल्ली बहिनी, सबैभन्दा डल्ली यही हो। यो चाहिँ मेरो हजुरआमा। आमाले हेर्नै मिलाएन काम भएर। आमा हेलो गरिदिनुहोस्, हेलो गरिदिनुहोस्, हेलो 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 है। यहाँ चाहिँ मेरो श्रीमतीज्यू स्कुटी धोएर ठिक्क पारिरहेको छु। हेलमेट लिन भनेर उनीहरूलाई तल पठाएँ। हेलमेट चाहिँ रुममै रहेछ। यो चाहिँ गोप्रो सेट गर्ने कुरो हुन्छ। अब गोप्रो सेट गरेर हामी यहाँबाट निस्किन्छौँ। अनि हामी चाहिँ बागी भन्ने ठाउँमा जाँदैछौँ। राहाँचीको मागी। राहाँचीको मान्छेहरूलाई त थाहा छ होला, तर अन्तको मान्छेलाई थाहा छैन। बाटो चाहिँ अलिकति अफरोड छ अनि अलिकति हामी चाहिँ आज झर्ना हेर्न जाने भन्ने कुरा छ। हामी चाहिँ आज बाबा, म, बहिनी र बुढी 4 जना भएर जाँदैछौँ। बासँग पहिलो भिडियो हुँदैछ। हामी पहिला माथि घर जाने कुरो हुन्छ अनि माथि घर गएर बुवा, म अनि बुवा र मैले चलाउँछौँ, बहिनी र बुढी चाहिँ बस्छौँ। त्यही हो। ल अब चाहिँ बाटोमा भेटौँ। ल बाटो भेला हाल्दैछ। यो पनि हाल्छ भयो। म डिक्कीमा राख्छु। म बोक्दियो त म बस्ने हो। झोला लिएर हिँडी चाहिँ ट्याक्क म थकाइ लाग्यो नि त्यो झोला म बोकेर लाने है। थकाइ लाग्यो नि त्यो झोला म बोकेर लाने है। ल अब हामी चाहिँ अब निस्किसक्यो। आमा बाई बाई हिँड्ने बाबु होइन, बाँकी गएर आउँछौँ दिदी गर्नु। जानु पऱ्यो नि आएको बेलामा। हजुर तेल छैन रहेछ, तेल पनि हाल्नु पऱ्यो। अनि अघि चाहिँ ट्युब 0मा गएछ हो। यहाँ रिन्चीको चित्र देखाएर आज सर्भिसिङको अनि ट्युब चाहिँ 0मा गएछ कि हामी ट्युब चाहिँ ठाउँमा ल्याउन मिल्दैन। अब तेल चाहिँ हाल्नुपर्ने हुन्छ अब गएर। ट्रिपल रोड बाबुले पनि जानु भन्छ। तपाईँ ल्याइदिन त्यस्तो लाने नि मेरो छोरो हेरेँ। के तिनजना छ। ट्राफिक आयो पछि भने मैले तिनीहरूलाई तिर सुषमातिर अनि मेरो पैसा जाने हो। मनिषाले हो तिर्ने। भाडा खोइ भाडा अनि भित्र छन्। भाडाभित्र छन्। कुनै कुरा नगर न, अहिले काट्नुपर्छ बुढी। मेरो बुढी खत्तम छ यार। आमलाई नि त के भएर बस ल 500 को होला खाएला हुन्छ बुढो लडाको 500 को 410 हाले हैन। 450 तेल गयो होला त्यो त। ट्रेन त छ ला के ला धेरै झन्न 500 भन्दा माथि झन्न उहाँलाई देऊ न। त्यहीबाट कन्टिन्यू गरेर उता हाल्दै नि हुन्छ कि त्यहीबाट कन्टिन्यू गरेर हाल्दिनु कि बुवालाई। 490 भएछ। 3 लिटर तेल खाल्छ होइन। एउटा
कति हुन्छ होला? 500 दिए अब कति जान्छ हाल्नु न त्यसमा खोइ चाबी 800 लगाउनु छ 800 300 होइन त्यो त उसबाटै कन्टिन्यू भएको नि त 320 रुपियाँ दिनु पर्यो तपाईँले 320 दिनुहोस् ए 320 होइन एकाउन्टेन्ट मनकला गइले अनि भट्ट पनि मागौँ यतिबाट आउनु ल बिस्तारै हिँड्नु अगाडि हिँड्नु हिँड्नु न बाटो अगाडि हिँड्नु दिवाको दियो पनि कम छैन गाइस दियोले पनि पाइरहेको छ मेरो पनि हो भनेको होला नि त त्यसले मेरो पनि हो भनेको होला नि त बाटो चाहिँ सही बनाएको अहिले चलिरहेको यो बाटो चाहिँ डिबर्नाको सबै खनासम्म पिच छ अरे भन्ने भएर हामी यो बाटो आएको चाहिँ अब पटुवा जाउँ भन्ने ठाउँमा आइपुग्यो होइन बिचमा भिडियो बनाएको थिएन अनि यहाँबाट चाहिँ अगाडि च्यान्डेरा हुन्छ अनि त्यहाँबाट हामी लेफ्ट जाने कुरो हुन्छ फेरि यो त तपाईँको गुल्मी जाने बाटो पनि यही हो होइन यो बाटो गुल्मी जान्छ यही बाटो मुटोल जान मिल्छ मजाले उता रिडी हुँदै पाल्पा हुँदै जान मिल्यो रिडी पाल्पा हुँदै मुटोल जान मिल्छ यो बाटो सिकारू गाडी तपाईँले यही गाडी सिक्यो यही गाडी सिक्यो वाइज मैले पनि यही गाडी हो नि मैले सिकेको 4 दिनका दिन बुढोले बाटोमा लिएर हिँड्नु गराएर नयाँ सर बाबाहरू चाहिँ अगाडि गइसक्नु भयो हामी त्यहाँ एकछिन रोक्यो थियौँ नि त धेरै पछि भ्लग बनाइरहेको छु त पुरा हेर्नु होला रमाइलो हुनेवाला छ रमाइलो भन्दा पनि अब बाटो चाहिँ एकदम टफ नै छ स्कुटर लिएर त्यस्तो बाटोमा जाँदैछौँ हामी बाटो चाहिँ एकदम गाह्रै छ यो अलिकति मात्रै पिच छ डिबर्नासम्म डिबर्नापछि चाहिँ पछि बाटो जानुपर्ने हुन्छ हामी कस्तो बाटो हो नि पानी नै थाहा हुँदैन कि घरहरू बनायो नि त साइडमा त्यसले गर्दा बाटो यस्तै छ भन्ने पनि थाहा हुँदैन यहाँ पारिपट्टिबाट आएको गाडी या खाल्टोमा पऱ्यो भने देखिँदै देखिन्न कि यस्तै छ यो चाहिँ बुटलको बुटल नकाटेर यो चरैसित बिचमा राखिदिइरहेको छ कि यो चाहिँ सही छ होला अब डिबर्ना जम्मा 2 किलोमिटर छ अनि डिबर्नाबाट हामी चाहिँ तल्लो बाटो लाग्नुपर्ने हुन्छ आमा धुलो छ त यार कपडा राम्रो लाउँछु भन्दा होला यस्तो स्पिड आउँदा नि रोडमा गाडी गाडी थाहा छैन यार फेरि बाबा यहाँ झुक्किनुहुन्छ अब बिस्तारै जानुपर्ने हुन्छ तर घरको बाहिर यो पुल चाहिँ दामी देखिन्छ कि घरको बाहिर कस्तो राम्रो देखिएको छ सही छ यो टाढो पर्दा बित्तिकै चाहिँ हामी डिबर्ना आइपुगिन्छ डिबर्ना अब कहाँनिरको डिबर्नालाई गनेको उसले हामी चाहिँ स्कुलदेखि अलिकति पारि गएर अनि तल्लो बाटो जानुपर्ने हुन्छ तल्लो बाटो चाहिँ हरेक कच्ची बाटो छ फेरि तल्लो बाटो चाहिँ पक्की बाटो छैन यस्तो अब लगभग 2 किलोमिटर पछि चाहिँ हामी पुरै कच्ची हिँड्नुपर्ने हुन्छ हामी चाहिँ डिबर्ना आइसकेको छ त्यो चाहिँ डिबर्नाको स्कुल यो ठाउँ चाहिँ भलिबलको लागि एकदम
रोकेर टिकटक बनाउने होइन हो, आफ्नो भोइसमा टिकटक बनाउने। यहाँ एकपल्ट भगवान् निस्क्यो भनेर यत्रो जिल्लाबाट चिरेर भित्र गएको यार हामी। सल्लेरीको जङ्गल घन जङ्गल लाग्यो। अब मनिषालाई अगाडि लाउनु पर्ने हुन्छ। अब यो बाटो हो कि माथिल्लो कन्फ्युज छु म। बाइँ जाने होइन, पछि जाने हो। बाइँ पछि जाने भन्ने कुरो भयो कि बाइँ जाने भयो त किन आइन्थ्यो त? पागल पहिला बाइँ पो जानु पर्ने हो र उम्केर पो घुमिन्थ्यो होला। के गरे आउँछ नि त? ओए तिमीहरू कताबाट गएको अस्ति? लजम हिँड्नु पर्यो, अप्ठ्यारो छ अगाडि हिँड्नु। बाले डेन्जर चलाउनुहुन्छ। मैले सक्छु कि नै भन्ने डर लागेर बुढीलाई। बालाई यस्तो बाटोमा बाइक हिँडिराख्नु पर्छ नि त गाउँतिर। म चाहिँ त्यति हिँडेको छैन। कस्तो हरिचोको ठाउँ, पाहाड। यो माथि चाहिँ रक गार्डन हुन्छ कि, हेरिरहेको छु। छोइन्छ क्या अरू भन्दा नि साइडमा ट्याक्क ट्याक्क छ, यो भन्न मजा आउँछ। मेरो नयाँ स्कुटरमा स्क्राच लाग्छ नि त, स्क्राच। धुलो खाइयो, धुलो खाइयो। उता तलको बाटो डिबर्नाबाट झरेर उता जाने हो तल। ओके यस्तो गाउँघरतिरको बाटो। अनि यो चाहिँ उतातिर पिच थियो, यो चाहिँ मेरो हात दुखेन के दुखेन के अहिले। चिसोमा दुख्छ क्या बडी, यस्तोमा एउटै लोड पऱ्यो भने दुख्छ होइन, एकदम हेभी लोड भयो भने दुख्छ। अब तिमी त के आफू चढेको नचढेको एउटै लाग्छ। यसको तनाइ त पुग्छ। मैले चाहिँ ग्याप रहन्छ भनेर बिस्तारै हिँडेको भन्दा चाहिँ म अगाडि गयो भने बा पनि आत्तिर आउन सकिन्छ। त्यो भएर म अगाडि नगएको। बाबालाई अट्टाउन खोजेको चाहिँ हुँदैन, म अट्टाइकन हिँड्न खोजेको मात्रै हो। सानो मम्मीले दिनुभएको थियो नि सिमटा, आएको थिएँ एकपटक होइन धेरैपटक आएको, तर माथिबाट झरेको क्या हामी। लास्ट ओह्रालो छ या आउने बेलामा त, आउने बेलामा हिँड्नुपर्छ। बाबाको चलाइ डेन्जर हो। ए त्यो त तान्छ भन्नुहुन्छ बाले। जहाँ तान्दैन त्यो लिएर जानु भने त यसले तान्छ नि त फेरि। आउनु त आइयो, तर लास्टै ओह्रालो छ। अब क्यामेरामा कति देखिया छ, बाटो चाहिँ फर्किने बेलामा तान्ला जस्तो माने होइन। तिमीहरू चाहिँ हिँड्नु पर्ला जस्तो मानेको मैले। अहिले आउँदा हाम्रो नि त फेरि ओह्रालो 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 ओह्रालो। यहाँबाट हिँड्दै जाने हो। फाइनली हामी चाहिँ डेस्टिनेसनमा आइसकेको छ। अब यहाँदेखि हामी चाहिँ हिँड्दै जाने कुरा हुन्छ। यिनीहरूको हालत कपडा साफसफाइ हुँदैछ। मैले अघि धोएको स्कुटी मेरो यो हालत छ है। धुलो चाहिँ लास्टै छ, त्यही हो। मैले चाहिँ ट्याक्क यो चाहिँ लिएर जानुपर्ने हुन्छ। बाबालाई चाहिँ धुलोको छिट्टो छैन के। बाबा चाहिँ एकदम फ्रेस हुनुहुन्छ। कालो भएर पनि बढी लाग्यो। मेरो हालत ठिक छ, म चाहिँ ठिक छु होला। ल ठाउँ चाहिँ यस्तो छ यहाँको। अब यहाँदेखि चाहिँ पैदल जाने कुरा हुन्छ। ट्याक्क हिँड्दै हिँड्दै तल जान्छौँ हामी। आऊ ओइ ए
कहीँ बस्ने विचार गर्यो र यहाँ मन्दिर पनि रहेछ हामी चाहिँ अब झर्दैछौँ तल वाउ अहिले त पुल पनि रहेछ यार ए यस्तै छ हाम्रो पारा लन्ट्याङ मेन्ट्याङ हिँडिरहेको छौँ हामी पछाडि पछाडि बाबा र बहिनी चाहिँ अगाडि हामी चाहिँ पछाडि पछाडि छौँ यहाँ चाहिँ अहिले मन्दिर पनि बनाएको रहेछ ओके पुल पनि बनाएको रहेछ कि अहिले ट्याक्क बाबा चाहिँ घन्टी बजाउनु जानुभयो मन्दिरमा ल हामी सबैको रक्षा गर भगवान् ल जाऊँ ओए पाएको यति सानो बुढो पाके ए जानुपर्छ क्या गाउँ पुल पनि बनाएर चाहिँ सर्लक्क दामी ल पुल पनि छ कस्तो लाग्यो तिजीको टेस्ट खल्टुको टेस्ट कस्तो लाग्यो भनेको हामी चाहिँ झर्नामा आइसकेको छ झर्ना चाहिँ अलिकति देखिसक्यो यही हो झर्ना चाहिँ तलबाट चाहिँ सही हुन्छ होइन पहिला जस्तो पानी पनि छैन नि त अहिले बर्खाको बेलामा पानी धेरै हुन्छ नि त यो बेलामा त सुक्ने बेला हो अहिले पानी त थोरै छ यो त तपाईँको यो पहिला धेरै ठुलो थियो बा हामीलाई स्कुलबाट भर्ना के अरे भ्रमण ल्याउँदाखेरि यो भयो योभन्दा ठुलो उतापट्टि आउँथ्यो कि पल्लो खाने योभन्दा ठुलो त्यहाँ आउँथ्यो कि यो यताको भन्दा ठुलो आउँथ्यो त्यही हो ठाउँ चाहिँ दामी छ ल अहिले पानी कम भएको पहिला हामी आउँदा पनि धेरै ठुलो थियो नि त अहिले टिपममा नि त यो बाँदरलाई लिएर आएपछि फलफुलकै याद आउँछ भने त्यही हो रहेछ तिजु छन् भन्दै हिँडिए बाँदरलाई लिएर हिँडेपछि अरू के याद गर्छ तर जति सोचेर यत्रो लामो बाटो आइयो होइन यस्तो बाटो जति सोचेर आइयो त्यो चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो किनकि त्यति बेला पानी चाहिँ ठुलो थियो पहिला चाहिँ पानी ठुलो थियो त्यो भएर हामीले त्यही सोचेर त्यो हिसाबले आइयो तर अहिले चाहिँ पानी सुकिसकेको रहेछ पानी चाहिँ एकदमै कम छ एज यु क्यान सी होइन अनि पहिला जस्तो पानी पनि छैन अनि पहिला जस्तो मजा लाग्दो पनि छैन पानी सुकिसकेको छ पहिला चाहिँ धेरै ठुलो थियो नि त अहिले चाहिँ कम छ पहिला जस्तो छैन पहिला त यहाँ कहाँ बस्न सकिँदैन थियो नि रुजाउँथ्यो तर अहिले पनि आउँदो रहेछ अलिअलि पानी चाहिँ पानीको छिटाहरू आइरहेको छ उहाँदेखि आवाले उडाएको होला नि त तर वाइल्ड ठुलो लाग्थ्यो डर लाग्दो थियो कि त्यहाँबाट सिधा यहाँ ढुङ्गामा खस्थ्यो त अनि पानी तल त्यो ढुङ्गा भएको ठाउँमा देखिरहेको छ तर क्यामेरामा नदेखिँदो रहेछ रेडी परेको त्यो अलिअलि देखिँदो रहेछ ल अलिअलि यहाँनिर हेर्नु नि यहाँनिर ट्याक्कै फेरि देखिरहेको छ तर पहिला चाहिँ बहुत ठुलो थियो कि योभन्दा ठुलो पानी चाहिँ त्यहाँ आउँथ्यो पहिला हामीलाई यता आउन डर लाग्थ्यो यहाँ छेउछेउमा यो यहाँदेखि यता चाहिँ एकदमै धेरै हुन्थ्यो कि गहिरो नै हुन्थ्यो लगभग मेरो घाँटी आउँथ्यो कि यतातिर यस्तो ठुलो हुन्थ्यो अहिले चाहिँ छैन रहेछ ल म चाहिँ तल पुग्छु भनेर हरियाली नागेर आइरहेको छु यहाँसम्म त आएँ म ओए तिम्रै संसारमा डुब्न मन भोनी डुब्न मन चिजो पाक्ने गाह्रो बनाइदियो यार
तपाईँ देख्न सक्नुहुन्छ मेरो तलमा पानी भएको त्यसै एकदम चिसो टाइपको पानी परिरहेको छ। मसिनो पानीको कणहरू आइरहेको छ कि हावाले गर्दा होला त्यतिखेर आइरहेको छ। मेरो कपडा पनि लगौँ भिजिसक्यो। अब यहाँ चाहिँ पहिला चाहिँ धेरै ठुलो थियो कि यहाँ आउँदै हुन्छ नि यो बारदेखि अगाडि यो ढुङ्गादेखि उता चाहिँ हामी जानै सकिँदैन कि त्यो पानी त्यहाँदेखि खसेर सिधै यहाँ खसेको हुन्थ्यो कि योनिर। अहिले उहाँ भित्तामा छ होइन, पहिला चाहिँ यहाँनिर खसेको हुन्थ्यो। हामी चाहिँ ऊ त्यहाँ बसेर हेर्थ्यौँ कि हाम्रो यता आउने हिम्मतै आउँदैन। हामी त योभन्दा ठुलो चाहिँ त्यहाँ आउँथ्यो पहिला, त्यसमा चाहिँ खेल्थ्यौँ होइन। उता चाहिँ हामी हिम्मत आउँथेन कि सास फेर्न पनि गाह्रो हुने, अनि त्यसमाथि यो पानीको उसले चाहिँ धेरै धक्कालिरहेको हुन्थ्यो कि यो त्यो बेलामा। अहिले चाहिँ घटेछ ल। त्यति बेला हामी यसमा पनि कुनामा पुग्न चाहिँ सकिन्थेन, यता यता नुहाउँथ्यौँ। उता भित्तामा पुग्न चाहिँ एकदमै गाह्रो हुन्थ्यो। उताबाट गयो भने हो सिधै जान चाहिँ सकिन्न थियो, पानीले गर्दाखेरि दुख्थ्यो क्या। यत्रो हाइटबाट आएको पानीले दुख्छ नि त, टाउकोमा लाग्थ्यो, दुख्थ्यो, पानीले लाग्यो नि दुख्छ। यसमा जान सकिँदैन थियो। अहिले चाहिँ सकिन्छ, तर अहिले चाहिँ गइँदैन किनकि अब जाडो हुन्छ नि त, चिसो हुन्छ। कपडाभित्र त्यही गर्न नजाने भन्ने निर्णय गरियो। उनीहरूको टिकटक चलिरहेको छ त्यहाँ, नाचिरहेको छ टिकटक। मैले टिकटक बनाउँछु कि बाबा आउँदै हुनुहुन्छ। त्यही अहिले चाहिँ पानी घटेछ धेरै पहिलाभन्दा। अब चाहिँ हामी रडबारी निस्किन लाग्यो, त्यहाँबाट आएर अनि बाटोमा गइन्छ र अनि बाटोबाट रडबारी निस्किन लाग्यो। धेरै टाढो छैन, 4 किलोमिटर छ। हामी माथि आइसक्यौँ ल। यो ठाउँबाट को हुनुहुन्छ कमेन्ट गर्नु है त। यो टिकट नगयो त्यहाँबाट को हुनुहुन्छ कलेज मेरो घर भनेर कमेन्ट गर्नु। हामी चाहिँ रक गार्डन आइसकेका छौँ। यहाँ आई लभ रक गार्डन लेखेको रहेछ। थाप्दै छ यार, जाली छ कि गए पनि गइनु तल एउटा पाउडरमाथि धुलो हेर नेपाली पाउडर। यहाँको कलर छुट्टै छ, यहाँको कलर छुट्टै, यहाँको कलर छुट्टै छ। अब हाम्रो पिकनिक सुरु हुन्छ खाइजी। आउँदा पिकनिक जस्तो भइसकेको छ, हामी पिकनिक आयो जस्तो। ल बा पनि आइसक्नु बाबा, ऊ यहाँ हाल्नु त अगाडि। हो ठ्याक्क त्यो राखेपछि लर्किन्न, पछाडि वेट लाग्दो रहेछ, थोरै पछाडि ल्याए त। यहाँ चाहिँ हाम्रो फोटो सेसन भइरहेको अहिले। यिनी चाहिँ क्यामराम्यान, हाम्रा मोडल सबै यिनै हुन्। एकचोटि फेरि फोटो खिच्दै आऊ। झन्डा फाटेछ, अब त्यहाँ माथि चढ्न पनि सकिन्न, गाह्रो छ। ल फाइनली हामी चाहिँ घर आएर नुहाइ गरेर पखर भइसकेको छ। बिचमा भिडियो चाहिँ बनाइन किनकि बिचमा चाहिँ बाटो पनि अप्ठ्यारो थियो अनि धुलो पनि थियो। त्यसमाथि ब्याट्री क्यामेरा पावर ब्याङ्क चाहिँ डिक्कीमा थियो, निकालिएन। अनि उसको चाहिँ गोप्रोको चाहिँ चार्ज भइरहेको रहेछ, त्यो भएर बिचमा भिडियो बनाइएन। हामी चाहिँ घर आएर नुहाइ गरेर अब एकछिनमा खाना खान्छौँ, अनि त्यसपछि सुत्छौँ है। हामी अबेर भयो थियो, साँझ पनि परिसकेको थियो, त्यही भएर हामीलाई साँझमा चाहिँ भिडियो बनाउन सकिनँ। त्यसको लागि चाहिँ म प्रार्थी छौँ। भेटौँला अर्को ब्लगमा। बाई बाई।